गाउनु पनि Hi everyone, welcome back to my another video. आज चाहिँ म भन्दाखेरि पनि हाम्रो चर्चको मेम्बर्सहरु we are going for the rally program. rally के को विषयमा भन्दाखेरि चाहिँ yesterday was Good Friday, येशू हाम्रो लागि मर्नु भएको दिन, and tomorrow will be a Easter Sunday. Easter Sunday किन मनाउँछौं भन्दाखेरि चाहिँ येशू हाम्रो लागि 3 दिनको बादमा बौरी उठ्नु भएको दिन, अनि बौरी उठ्नु हुँदै गर्दाखेरि every cruel things like rape, suicide, murder अनि every family मा peace आओस् भन्ने मोटिभलाई लिएर आजको र्याली हामीले गरिरहेका छौं. And this rally is organized by United Chinthang Christian Churches Association. अनि आजको वेदर पनि एकदमै दामी भइरहेको छ, सो ब्लेसेड. अनि यहाँ मेरो बहिनीहरुलाई मैले भ्लगमा हेलो गर्न लाको मेरो आपा हुनुहुन्छ. हामी अलिक तलसम्म चाहिँ गाडीमा जानुपर्छ नि त, त्यहाँदेखि चाहिँ स्टार्ट हुन्छ. अनि यहाँनिर चाहिँ हाम्रो गाउँको एकजना दाजुले गाडी किन्नु भएछ, अनि उहाँलाई कङ्ग्रेचुलेट गर्दै गरेको मैले. हाम्रो फ्ल्याग पनि रेडी भइसकेको छ, यहाँनिर हेर्न सक्नुहुन्छ. अनि यहाँनिर हाम्रो आन्टीले हल्का मलाई अलिकति टिज गर्दै गरेको अवस्था. अनि तपाईहरुलाई म देखाउन चाहन्छु, यहाँनिर हाम्रो होमस्टे छ, एउटा गुरुङ होमस्टे भन्ने. अनि यहाँदेखि चाहिँ हाम्रो आजको र्याली, आजको जर्नी स्टार्ट हुन्छ है त. अनि सबैजना रेडी हुँदैछ फ्ल्याग बोकेर, अनि ब्यानर बोकेर. पास्टर अङ्कलहरू पनि हुनुहुन्छ. आज यो 2025 को गुड फ्राइडे को शुभ सन्देश लिएर हामी प्रभुको महिमा गर्दै यसरी आज शान्ति रैली हामी गर्न तयारी भइराखेको छौं. र विशेष यो शान्ति रैली चाहिँ हामी मङ्सेलदेखि लिएर हामी नजुर पिपले डाँडासम्म हामी जाने प्लान गरेको छौं. यसकारण हामी प्रभुलाई धन्यवाद दिन्छौं. आजको यो हाम्रो शान्ति रैली के कारण गर्दैछौं भन्दा चाहिँ हाम्रो प्रभु यीशु मसीह तपाईं र मेरो निम्ति यस पृथ्वीमा आइकन आज हिजो गुड फ्राइडेको दिन चाहिँ उहाँले हाम्रो निम्ति बलिदान हुनुभएको, आफ्नो प्राणलाई त्यागेर अनि हामीलाई उद्धार मुक्ति दिनुभएको खुसियालीको शुभ सन्देश लिएर चाहिँ हामी आज हरेक यो हाम्रो इलाकामा यो रेली गर्न गइरहेको छ. अनि यस रेलीबाट हाम्रो सबै गाउँ बस्तीलाई शान्ति भएको होस्, साथै हाम्रो सिक्किम राज्यमै शान्ति भएको होस् भनिकन म प्रार्थना गर्छु. किनभने हाम्रो प्रभु यीशु मसीह चाहिँ हिजो क्रुसमा बलिदान हुनुभयो, उहाँ फेरि पनि मृत्युबाट जीवित भइकन यस पृथ्वीमा आउनुभएको छ. अनि आफ्नो चेलाहरूलाई उहाँले शुभ सन्देश दिनुभयो अनि हौसला दिनुभएको छ. अनि त्यसरी नै उहाँ यीशु मसीह हिजो गुड फ्राइडेको दिन मृत्युमा गएर चाहिँ मरेको हुनु भएन, र आज दुष्टहरूसँग युद्ध लडेर विजयी भएर चाहिँ फेरि भोलि एस्टर सन्डेको दिन चाहिँ उहाँ विजय हुनुभएको शुभ सन्देश हामी सारा सिक्किमवासीलाई नै हामी प्रभुको जनहरूलाई दिँदै हामी आजको यो शान्ति रेली गरिरहेको छौँ. यसकारण अभिषेकलाई हामी माग्दैछौँ. अनि परमेश्वर तपाईँको आजको रेलीबाट महिमा. फेरि पनि जयमय सिक्किम खामरीमा सबैलाई नमस्कार. सम्पूर्ण सिक्किमवासीहरूलाई अनि सम्पूर्ण हाम्रो गाउँका छरछिमेकीप्रति हामी ख्रिस्टको नयाँ सन्देश लिकिन हामी यहाँ भेला भएको छौँ. र विशेष गरी चिन्थाङ क्रिस्चियन चर्चेस एसोसिएसनको तर्फबाट यहाँ जतिजना यहाँ हाम्रो बिचमा उपस्थित हुनुभएको छ, हाम्रो सम्पूर्ण चर्चका अति आदरणीय पास्टर बाउ अनि हाम्रो बिचमा पास्टर मनोजी हुनुहुन्छ, पास्टर एमबी पास्टरजी हुनुहुन्छ, कसरी पास्टर गर्न चाहन्छ. र यतिखेर हामी यस रेली गर्दै गर्दाखेरि हामी सबैजना मिलिकन उनी जिउँद परमेश्वरलाई धन्यवाद दिँदै हामी फेरि उनीहरू कोरस हामी गाउनेछौँ, जसले हामीलाई भन्नुहुन्छ हामी खुसी मनाउँछौँ किनकि उहाँले हामीलाई खुसी दिनुभएको छ. हामी यो कोरस हामी गाउँदै आजको यो रेलीलाई हामी सुरु गर्न हामी जानेछौँ. फ्ल्याग माथि हलाउनुस् ल. गीत चाहिँ गा त तिमीहरू.
खोइ गीत गाएको आजको हामी चाहिँ यस्तो चाहिँ फोटोग्राफरहरू चाहिँ बिजोक भयो ल भयो है प्रेमी येशूको निम्ति लगाएसम्म यो मान्दैन अब चाहिँ हामी घर फर्किँदै गरेको भाइ पनि तलसम्म लिनु आएछ टकिङ अबाउट र्याली इट वाज रियली ब्लेसेड एन्ड वर्थ वेल र्याली है त अनि थ्याङ्क यू फर जोइनिङ अस जतिजना पनि जोड्नुभयो इट वाज रियली ब्लेसेड डे इट वाज रियली ब्लेसेड टाइम विथ यु पिपल एन्ड या विश यु अल अ भेरी ह्याप्पी इस्टर सन्डे इन एडभान्स एन्ड थ्याङ्क यू अल फर वाचिङ बाई